नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी लिची टिप्न लाग्थ्यौँ। हाम्रो योपालि चाहिँ लिची खासै फलेन, 6-7 महिना अगाडि रुख काटेको थियौँ, त्यही भएर पनि होला। हामी चाहिँ बजार गयौँ, खानासाना खाएर बजारमा थोरै काम पनि थियो। काम सकेर हामी चाहिँ सलुनमा हेयर ट्रिटमेन्ट गरौँ भनेर गयौँ, नानी र म। अनि मैले चाहिँ कपाल ट्रिटमेन्ट गरेँ। अनि नानीले चाहिँ म चाहिँ कलर गर्छु भनेर भने, अनि उसले चाहिँ कपाल कलर गरे। अनि मलाई चाहिँ बाबुले हेयर ट्रिटमेन्ट गर्न नदिएर काखमा राखेर उसलाई भुलाउँदै थिएँ मैले चाहिँ। अनि त्यसपछि चाहिँ नानीको चाहिँ कपाल हेयर कलर गरेर सेट पनि गरिदिनु भयो। अनि एकदम राम्रो देखिएको थियो। अनि नानीले चाहिँ म चाहिँ चेरी वाइन कलर गर्छु भनेर भनेको थिएँ पहिले, त्यही भएर चेरी वाइन कलर पनि एकदम राम्रो लाग्यो मलाई। साइनिङ आएको थियो लास्टमा चाहिँ, फाइनल लुक्स चाहिँ एकदम राम्रो। नानी पनि खुसी भए यो रिजल्ट देखेर। अनि त्यसपछि चाहिँ नानीले चाहिँ 1-2वटा टिकटक बनाइदिन्छु म भनेर भन्नुभयो। अनि टिकटक बनाई, भिडियो बनाई। त्यसपछि चाहिँ एकदम खुसी हुँदै हेर्नुहोस् न, ऐनामा मजाले हेरेछ अनि मुस्कुराइछ। अनि मेरो पनि हेयर ट्रिटमेन्ट गरेको थिएँ मैले। मेरो पनि ट्रिटमेन्ट गरेर चाहिँ सेट गरिदिनु भयो, एकदम राम्रो लाग्यो। अनि एकदम सफ्ट भएको थियो कि हेयर, यस्तो खुसी लाग्यो मलाई चाहिँ। सर्भिस पनि एकदम राम्रो लाग्यो। अनि म नि खुसी भएर 1-2वटा भिडियो टिकटक बनाइहालौँ न त भनेर बनाएँ। मलाई चाहिँ रुगाएको किन होला, मेरो आवाज नि कस्तो बसेको जस्तो लागेछ कि, घाँटी नि एकदम दुखिरहेको थियो। अनि त्यसपछि चाहिँ मैले ऐनामा चाहिँ आफूलाई हेरेँ, मुस्कुराएँ। अनि कस्तो न्यू लुक देखिएको थियो, फेस पनि चेन्ज देखिएको थियो। त्यसपछि चाहिँ हामी घर आयौँ। घर आएपछि चाहिँ मम्मीले कटहर काट्दै हुनुहुँदैछ, कटहरको तरकारी पकाउनु भएको छ। अनि भात पकाएर चाहिँ मम्मीले चाहिँ कटहर काट्नुभयो। कटहर काटेको चाहिँ भिडियो बनाएँ मैले। अनि मैले कटहर काटेको भिडियो बनाउँदै थिएँ। अनि मम्मीले भन्नुभयो कि त्यसो भए पकाएको पनि भिडियो बनाइदियो नि त भनेर भन्नुभयो। अनि मैले पनि हुन्छ त भनेर मम्मीलाई पकाएको पनि भिडियो बनाएँ। फर्स्टमा चाहिँ जिरा मेथी फुराएर, अनि अलिकति खुर्सानी पनि राख्नुभयो। अनि लसुन राखेर प्याज राख्नुभयो थोरै। म चाहिँ बाबुलाई पिरो हुन्छ, धेरै पिरो नहाल्नुहोस् भनेर भनेको थिएँ, त्यही भएर चाहिँ खुर्सानी थोरै राख्नु भएको थियो। त्यसपछि चाहिँ कटहर राख्नुभयो। मलाई चाहिँ यो कटहर एकदम मनपर्छ तरकारी चाहिँ, तर काट्न चाहिँ एकदम अल्छी लाग्छ क्या, मनै पर्दैन। त्यही भएर काट्न अल्छी लागेर, खान चाहिँ मिठो लाग्छ तर काट्न चाहिँ मन पर्दैन। अनि यसलाई चाहिँ तेलमा टक्क फ्राई गर्नुभयो। अनि छोपिदिनु भयो एकछिन। अनि फेरि टमाटर काट्न थाल्नुभयो। टमाटर काटेर फेरि टमाटर राखिदिनु भयो। टमाटर राखेर चाहिँ फेरि नुन राखेर अनि छोपिदिनु भयो। त्यसपछि चाहिँ हामी चाहिँ अन्डा उसिनेर अन्डा पनि खाने हुन्छ। अन्डा उसिन्यौँ, अन्डा चाहिँ फुटेछ क्या, सायद धेरै पाकेर पनि होला। त्यसपछि चाहिँ कटहर चाहिँ सिटी लाग्यो। सिटी लागेपछि कटहर पाकेछ। कटहर चाहिँ हेर्दै कति मिठो जस्तो भएको थियो, टेस्टी होला जस्तो भएको थियो। अनि मैले चाहिँ मुखै रसाएँ। त्यसपछि चाहिँ कटहरलाई चाहिँ अर्को भाँडामा मम्मीले चाहिँ खाना हाल्नु न त भन्ने, मैले खाना हाल्नुभयो। चनाको दाल, अनि त्यसपछि पर्सीको मुन्टा, एउटा अन्डा, अनि कटहर, भात एक ठाउँ राखेर खायौँ। खाएपछि चाहिँ यता फेरि बाबुले फेरि पानी देख्नै हुन्न, धारो देख्नै हुन्न, खेलाइहाल्छ। अनि पानी खेलाउनु लागेछ फेरि। अनि उसले चाहिँ पानी देख्नै हुन्न, पोछा देख्नै हुन्न, यस्तो अराउँछ, यति दुःख दिन्छ यसले चाहिँ। अनि त्यसपछि हामी चाहिँ यसलाई चाहिँ लिएर भाँडाकुँडा माझेर कपडा फेरिदिएर हामी चाहिँ खायौँ। अनि त्यसपछि सुत्यौँ। आजको भ्लग चाहिँ यति हो। बाई एभ्रिवान, सी यू सुन।